काठमाडौँ नेपालको राजधानी, जहाँ सत्ता छ, शक्ति छ र राजनीति छ। तर यही शहरमा पहिलो पटक यस्तो व्यक्ति आयो जसले सत्ता होइन, सिस्टमलाई चुनौती दियो। आजको कथा हो इन्जिनियर, कलाकार र विद्रोही मेयर बालेन शाह। काठमाडौँ शहर सधैँ शक्तिको केन्द्र रह्यो। यहाँ राजा बसे, प्रधानमन्त्री बसे, ठूला नेताहरूको राजनैतिक खेल चलिरह्यो। तर इतिहासमा पहिलो पटक काठमाडौँले एउटा यस्तो मेयर पायो जसले राजनीति होइन, सिस्टमलाई चुनौती दियो। त्यो नाम हो बालेन शाह। इन्जिनियरबाट विद्रोहीसम्म। बालेन शाह कुनै परम्परागत नेता होइनन्। न उनी ठूला दलका कार्यकर्ता थिए, न वंशानुगत राजनीति। उनी इन्जिनियर, र्यापर र सिस्टमप्रति असन्तुष्ट एक युवा थिए। उनको वास्तविक नाम बालेन्द्र शाह हो। पढाइमा अब्बल, इन्जिनियरिङ सकेका बालेनले जब काठमाडौँको अवस्था नजिकबाट देखे, तब उनी भित्रको कलाकार मात्र होइन, विद्रोही नागरिक पनि जाग्यो। फोहोर, अव्यवस्थित सडक, फुटपाथ अतिक्रमण, खोला मिचाई, नियमविहीन भवन, यी सबै बालेनका लागि केवल समस्या थिएनन्, लाज थिए। राजनीतिमा अप्रत्याशित प्रवेश। जब 2079 सालको स्थानीय चुनाव आयो, कसैले सोचेन कि एक स्वतन्त्र उम्मेदवारले काठमाडौँ जस्तो शहर जित्न सक्छ। ठूला पार्टीहरू, कांग्रेस, एमाले, माओवादी सबै आफ्नो दम्भमा थिए। तर बालेनले चुनावलाई नेताहरूको भाषण होइन, नागरिकको प्रश्न बनाए। उनको नारा सरल थियो, काठमाडौँ चलाउने कि लुट्ने। उनले पैसा होइन, सोशल मिडिया, सीधा कुरा र युवाको भरोसा प्रयोग गरे। र नतिजा आयो, बालेन शाह भारी मतले विजयी भए। यो केवल चुनाव जिताइ थिएन, यो पुरानो राजनैतिक संस्कृतिको हार थियो। मेयर बनेपछि सुरु भयो वास्तविक युद्ध। मेयरको कुर्सीमा बसेपछि धेरैले सोचे अब बालेन पनि अरू जस्तै हुन्छन्। तर बालेनले पहिलो निर्णयमै सबैलाई चकित पारे। डोजर राजनीति। अवैध संरचनामा डोजर चल्यो। ठूला व्यापारी, शक्तिशाली व्यक्ति, दलका नेतासम्मको भवन भत्काइयो। यसले दुई धारणा जन्मायो। एक पक्षले भने बालेन निडर छन्, अर्को पक्षले भने बालेन निर्दयी छन्। तर बालेनको जवाफ सधैँ एउटै रह्यो, कानून सबैका लागि बराबर हो। सिस्टम भित्रको प्रतिरोध। बालेन शाहलाई सबैभन्दा ठूलो चुनौती बाहिर होइन, भित्रबाट आयो। कर्मचारीहरूको असहयोग, मन्त्रालयसँगको टकराव, संघीय सरकारको बेवास्ता, बजेट रोकिने, फाइल अड्किने। तर बालेनले सम्झौता गरेनन्। उनले पटक पटक भने, मेयर कमजोर हुनुको कारण सिस्टम हो, म होइन। सोशल मिडियाको मेयर। बालेन शाह भाषणभन्दा कामको अपडेट फेसबुकमा दिन्छन्। उनको एउटा पोस्टले सरकार हल्लिन्छ, मन्त्रालय चुप लाग्छ। उनले खुलेर लेखे, भ्रष्टाचारको नाम, ठेकेदारको चलखेल, मन्त्रीको बेवास्ता। यो शैली धेरैलाई मन परेन। तर युवाहरूले भने पहिलो पटक महसुस गरे, हाम्रो कुरा बोल्ने कोही त छ। विवाद र आलोचना। बालेन शाह आलोचनाबाट मुक्त छैनन्। तानाशाही शैली, समन्वय गर्न नजान्ने, भावनात्मक प्रतिक्रिया दिने, यी आरोपहरू पनि लागे। तर बालेनका समर्थक भन्छन् 30 वर्षको फोहोर 3 वर्षमा सफा हुँदैन, त्यसका लागि कठोरता चाहिन्छ। बालेन अर्थ आशा कि भ्रम? आज बालेन शाह केवल मेयर होइनन्, उनी प्रतीक बनेका छन्। युवाको आशा, सिस्टमको डर, पुरानो राजनीतिका लागि चुनौती। के बालेन एक्लैले देश बदल्न सक्छन्? सायद सक्दैनन्। तर उनले एउटा कुरा प्रमाणित गरिदिए, सिस्टम गलत छ भने बाहिरबाट आएको मान्छेले हल्लाउन सक्छ। भविष्यको संकेत। बालेन शाह भविष्यमा के बन्छन्? प्रधानमन्त्री, राष्ट्रिय नेता वा सिस्टमले थकाइदिएको एक इमानदार पात्र? उत्तर भविष्यले दिनेछ। तर इतिहासमा एउटा कुरा लेखिनेछ, काठमाडौँमा एक मेयर आयो जसले डर मान्न सिकेन।